रातमा आफ्नो घरमा सुतेको थिएँ। आफ्नो घरमा सुतेको थिएँ, त्यहाँ बाहिर गेटमा धेरै ठुलो हल्ला भयो, गाली गलौज आइरहेछ। भने के भयो, हामी त भर्खर आएर सुतेको थिएँ। त्यसपछि गएर हेरेर त्यहाँ गाली गलौज ढुङ्गा मुढा सब गरिरहेछ, सिसा फटाइरहेछ, त्यो लोटाहरू पनि फालेर मारिरहेछ। म भनेको त्यो के भइरहेछ, यो त छोरा मेरो एउटा हटाइ नै रहेछ। तर तिनीहरू हुल लाएर मेरो नातिलाई, दुईजना नातिलाई खिचेर पिट्न लाग्यो। सधैँको चाहिँ मानेन भने म घरमा गएँ। घरमा गएर आफ्नो भित्रैबाट म हवाई फायर गरेँ। हवाई फायर गर्दाखेरि तिनीहरू भयो। त्यो मेन मकसदै थियो लुटपाट गर्ने नै मकसद ल्याएको। त्यो अरू मकसद त आउने कुरै छैन। रातको 9 बजे 9:30 बजे कसैको घरमा कसैले जान्छ, जाँदैन। त्यो पुरा लुटपाटको मान्छे लिएर आएको थियो। सबैले रक्सी खिलाएर खुलाएर महाबवाल गरेको थियो। त्यही तब त्यसपछि प्रहरीहरू आउनुभयो, आएर आफ्नो जे बुझ्नुपर्छ बुझ्यो। अनि तपाईँले वडाबाट ताक्यो। त्यो त सिसिटिभीमा हेरिहाल्छ नि। यो जति मैले बोलेको छु त्योभन्दा बढी प्रमाण त सिसिटिभीमा छ। क्लियर तपाईँ हेर्नुहुन्छ, जो छ त्यही सत्य तथ्य छ। भन्दैछु कि म घरमा सुतेको छु, म न कहीँ गएछु न कहीँ आएछु। म आफ्नो घरभन्दा बाहिर त्यो भोलिको पुरै दिन म आफ्नै घरमा छु। जो पनि आउँछ सबै यहीँ आउँछ, मसँग भेटघाट गर्छ। अनि त्यही हो, अलिकति हाम्रो होली मिलन हुन्छ, त्यस्तै हामी गऱ्यौँ। सबैजना आयो, को आएन। उहाँहरू व्रता गर्छ भने त्यही आउँदै पत्थर पिट्छ कुट्छ, त्यो घरमा घुस्न कोसिस गर्छ। त यहाँ तक आतंक भयो कि हाम्रो सब परिवारहरू पनि बाहिर गयो त्यो बेलामा। अब जान आत्मरक्षा त गर्नु पर्यो। त्यसपछि म के गर्ने? जब हातैपात गरिदिन्छ भने त्यो बन्दुक राखेर सरकारले जुन बन्दुक दिएछ आत्मरक्षाको लागि, आत्मसम्मानको लागि, धन माल जन सुरक्षाको लागि, त मैले हवाई फायर गरेँ। त्यो कानुनमा छ, दुईचोटि फायर गर्नुहोस्। तीसरा चोटि अट्याक गऱ्यो भने तपाईँ खुट्टामा टाकेर हाल्नुहोस्। त्यो नपर्ने भयो भने तपाईँले छातीमा मार्नुहोस्। तर 4 आइटम छ, मैले त फर्स्टै आइटम गरेको। म त कानुन विपरीत कामै गरेको छैन। बन्दुक राख्ने मान्छेलाई को अधिकार कुरा हो कि उसले आफ्नो हवाई फायर गर्यो। म त भन्दैछु, म घरमा सुतेको छु, मलाई थाहै छैन यो कुरा। म त पछि गएँ। पछि जाँदै बित्तिको फोहोर यस्तो गऱ्यो, त्यो कसै पनि बर्दाश्त गर्न सक्दैन। गरेर त्यस्तो छ भने बेग्लै कुरा हुन्थ्यो। त्यो दुईतर्फबाट भिडन्त पनि हुनसक्छ। मान्छे म पनि बोलाएर राख्थेँ। हामी त आफ्नै परिवारभरि मात्र छौँ। छोरा नाति बहु सब घरमा हामी आफ्नो सुतेको घरको समयमा यो काण्ड भएछ। अब हामी त असहाय छौँ। अहिले कानुनले मलाई मद्दत गर्नुपर्ने, सुरक्षा दिनुपर्ने। यो त भएन यस्तो। अनि तपाईँहरू समन्वय गरेन? प्रहरीले समन्वय गरेन, सुरक्षा दिएन तपाईँहरूलाई? अहिले के भन्नु, कोही पनि यस्तो प्रक्रिया छैन कि म तपाईँलाई यस्तो सुरक्षा दिइरहेको छु। म आशास हुनु पऱ्यो नि मलाई, मलाई के सुरक्षा पाइरहेको छु। बाहिरबाट ढुङ्गा बाहिर पनि छ। बाहर जाने लोग बाहर कुछ नहीं। ला ओ आए ला आया गाली दी गई आया उसको नरेश यादव यो अरुण यादवले अरुणले वाडादासको भाइले ढुङ्गा हान्यो। आउने बित्तिकै ढुङ्गा मुढा चाल्यो। उसका गुन्डाले
पठाएर अनि पछिबाट गर्दैछु। कोही गोल उता गइरहेछ। हामी सुतिसकेका थियौँ रातिको समय। अट्याक मोडमा आएछन् यिनीहरू पुरै। ए कस्तो 4-4 साइन देखाइरहेछ हातले अनि भित्र छँदा। चाबी कहाँ है? सबले बोलाइरहेछ, सबले बोलाइरहेछ। उसको गुन्डाहरू आए 2 जना। सुरेश यादवले फेरि ढुङ्गा हान्यो। बोलाएर गराउने अनि पछाडिबाट हाम्रो एउटा भतिजालाई तानेर गेटमै लडाएर कुटपिट गर्दैछन्। भित्र छिरी पनि सकेका छ 2-3 जना। उसले चलायो प्राप्तवालाले। गुन्डा गर्दै शैलीमा कुकरले हान्यो यसले। अब ल्याउनु अब लोड गरेर यहाँबाट आफ्नो आँगनबाट फायर गर्नु भित्रबाट। मैले भित्र जानुहोस् भन्दैछु। हामी आफ्नो घरमा छौँ। तैपनि म उता सबले भित्र गर्दैछु। भित्रै छौँ हाम्रो घरभित्रै। बोले भन्ने रहेछ के अब घरभित्र छिरेर मार्न थालेपछि हामी बस्ने।
अति भएपछि मेरो छोरीले पनि यहाँबाट दुई फायर गर्नु एक फायर मात्र यही ला सिंगल फायर हो आफ्नो घरको आँगनमा त्यो त प्रश्न देखि त मार गोली हटो साला मार गोली मार गोली मार गोली मार मार र गोली मार ल गोली मार छोड़ छोड़ तू हट हाँ आजा गोली मार आओ आओ खबर आएको छ खासमा यो के हो घटनाक्रम अब यसमा अब राति 9 बजेपछिको समयमा अब सबैजना खाना खाएर उहाँ घरको मान्छेहरू सबै सुतिसन्नै भएको थियो होला सायद त्यो बेलामा अब एक्कासी घरको गेटमा अब केही केटाहरू डाङडा डुन्डु गरेर हल्ला खल्ला गरेर आएपछि अब घरको मान्छेले अब 78 वर्षको वृद्ध उहाँलाई अब उहाँले सायद त्यो बेलामा अब आफन्तहरूलाई छेउछाउको छिमेकीहरूलाई कसैलाई पनि अब बोलाउन एक्कासी पर्यो भन्ने हिसाबले बोलाउन भ्याउनु भयो होइन अनि आत्तिएर आएर उहाँले हवाई फायर गर्नुभयो यो ताकेर हानिएको छ भनेर सुनिएको छ खासमा के हो ताकेर होइन ताके भए त अरू घटना हुन्थ्यो नताकेर हवाई फायर गर्दा यसमा जायरी पर्यो छ कि जायरी अब आउने क्रममा छ जायरी उहाँले दिन्छु भन्दा चाहिँ अब यसमा पीडित पक्ष को भयो भन्ने कुरा प्रश्न हुनु जरुरी छ कि अहिले हजुर यसमा पीडित पक्ष पूरक पक्ष भन्दा नि अब हामीले त अलि इनिसियल मात्र कुरा भएको कुरा भने अरू त अब अनुसन्धानपछि खुल्ला यसको साथै को चाहिँ पीडित हो भन्ने कुरा बारम्बार जितपुरमा यस्तो घटना घटिरहेको छ कहीँ लाग्दैन तपाईँले प्रहरी प्रशासनलाई जुन हेर्ने दृष्टिकोण छ त्यसमा कमी आएको हो चाहे त्यति टेर्नुपर्ने जति मान्नुपर्ने नियम कानुन त्यो नमानिएको जस्तो लाग्छ अब हिजोको इन्सिडेन्टलाई हेर्ने हो भने अब दिनभरि सबैजना उहाँहरू अब दिनभरि सबैजनाले होली खेल्ने अब खाने मादक पदार्थ सेवन गर्ने गरेर हिँड्नु भएको त्यसको परिणाम हो भन्ने पनि लाग्छ मलाई केही हदसम्म सबैजना मादक पदार्थ सेवन गरेर हिँड्नु भएको थियो अब अलिकति फेस्टिभ मुड भएर होला त्यो अब यसलाई चाहिँ अब हामीले अब अलिकति आफ्नो चाडपर्व मनाउने क्रममा पनि हामीले आफूलाई सुधार्नुपर्ने छ कि भन्ने पनि त्योतिर पनि विचार गर्नुपर्ने आवश्यकता छ भन्ने लाग्छ हिजोको घटनाले क्षति के भएको छ मानवीय क्षति छैन अनि धनजनको पनि क्षति भएको छैन अरू चाहिँ हामीले हेर्दैछौँ मानवीय धनजनको त्यस्तो भनेर देखिने गरी त्यस्तो क्षति छैन बरु अलिकति उहाँहरूलाई चाहिँ एक्कासी राति त्यसो पर्दा भन्ने हिसाबले डरको भावना चाहिँ राति भएको त्यस्तो क्षति भनेर त्यस्तो भौतिक क्षति मानवीय क्षति चाहिँ छैन तपाईँहरूले सीसीटीभी फुटेज पनि हेर्नु भएको छ अहिले होइन केही कुरा तपाईँले माइन्ड मेकअप गरिसक्नु भएको छ अब कदम तपाईँहरूको के हुनेछ अब यसमा हामीले कानुन बमोजिम गर्छौँ सीसीटीभी फुटेज पनि हेर्दैछौँ अनुसन्धान पनि गर्दैछौँ अब हामीले कानुन बमोजिम अब कोलाई त्यसमा जो दोषी छन् कानुनको उल्लङ्घन जसले गरेका छन् तिनीहरूलाई कानुन दायरा मिलाउँछ कानुन बमोजिम हामीले गर्नुपर्ने काम गर्छौँ हस् धन्यवाद